नमस्कार, म रहने विवश पत्रकार। यस वर्ष वैशाख 15 गतेदेखि नयाँ शैक्षिक सत्र अन्तर्गत भर्ना अभियान सुरु हुँदैछ र त्यो भर्ना अभियान अन्तर्गत विद्यालयहरूले विद्यार्थीलाई के कसरी भर्ना गर्दैछन् र विद्यालय भर्ना अभियानमा विद्यालयहरूको योजना के छ, यी विषयमा कुराकानी गर्न आज हामी चाहिँ मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा पुगेका छौँ र मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका प्रिन्सिपल चुडामणि शर्मा हामीसँग हुनुहुन्छ। उहाँलाई स्वागत छ। नमस्कार। तपाईँ र तपाईँको मिडिया मार्फत हाम्रा आदरणीय सम्पूर्ण अभिभावकज्यूहरूमा पनि यस मर्निङ ग्लोरी माध्यमिक विद्यालय र मेरो तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। जस्तो अब शैक्षिक सत्र त सुरु भयो, तर भर्ना चाहिँ अभियान अब सुरु गर्ने विद्यार्थीलाई भर्ना गर्ने कुरा चाहिँ वैशाख 15 गतेदेखि मात्रै सुरु हुन्छ तपाईँहरूको। हजुर। अनि खासैमा तपाईँहरूको वैशाख 15 देखि त तपाईँहरू औपचारिक रूपमा भर्ना गर्नुहुन्छ विद्यार्थीहरूलाई र त्यो भर्ना अभियान गर्नका लागि त्यो विद्यार्थीहरू भर्ना गर्नका लागि तपाईँहरू चाहिँ यो वर्ष चाहिँ कसरी जाने गर्नुहुन्छ? हामी अहिले यस मर्निङ ग्लोरी माध्यमिक विद्यालयलाई फरक ढङ्गले र नयाँ व्यवस्थापनका साथ अगाडि बढाउने र जस अन्तर्गत विद्यार्थीहरूका सिकाइ क्रियाकलापहरूलाई पनि अझै उत्कृष्ट बनाउने उद्देश्यले हामी त्यही अनुरूप भर्ना प्रक्रियालाई पनि अगाडि लैजाँदैछौँ। जस अन्तर्गत हामीले नयाँ भर्नाका लागि अब अहिले नेपाल सरकारले नै निर्णय गर्ने अनुरूप वैशाख 15 गते पश्चात मात्रै औपचारिक रूपमा भर्ना सञ्चालन गर्न सकिने भन्ने छ। त्यही भएर हामी अब यो नयाँ शैक्षिक सत्रका लागि यस मर्निङ ग्लोरी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई भर्ना अभियानमा हामीले विशेष गरेर नर्सरीदेखि 10सम्मका विद्यार्थीहरूलाई हामीले जो नयाँ भर्ना हुन आउँछन् मर्निङ ग्लोरी माध्यमिक विद्यालयमा, उनीहरूलाई हामीले निःशुल्क रूपमा पाठ्यपुस्तक कुनै पनि नर्सरीदेखि 10सम्म कुनै पनि शुल्क नलिएर विद्यालयले आफूले लगानी गरेर निःशुल्क रूपमा पाठ्यपुस्तक दिने योजना बनाएका छौँ। र अर्को हामीले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई शिक्षा सँगसँगै उनीहरूलाई डिजिटल प्लेटफर्महरूमा पनि जोड्नुपर्छ भन्ने हिसाबले हामीले जो विद्यार्थीहरूको सिकाइका कुराहरू हुन्छन् ती सिकाइका कुराहरूलाई एउटा छुट्टै एपको विकास गरेर मर्निङ ग्लोरीले आफ्नै एप बनाएर एप मार्फतबाट पनि ती विद्यार्थीहरूले अघिल्लो सिकाइहरू पनि पछि कुनै बेला आवश्यक परेका बेला उनीहरूले हेर्न पाउने, विद्यार्थीहरूले शिक्षकले मेरो टिचरले के पढायो अथवा जस्तै इक्जाम्पलका लागि कुनै विद्यार्थी अब्सेन्ट हुन्छ कुनै दिन भने अघिल्लो दिन टिचरले स्कुलमा के पढाएको रहेछ त भनेर हेर्नका लागि पनि त्यो एप मार्फत हेर्न पाउने गरी हामीले एउटा डिजिटल प्लेटफर्ममा जोड दिने र अहिलेको त्यो प्रविधि सुहाउँदो पनि हो, त्यही अनुसार एउटा त्यो जोड्ने योजना बनाएका छौँ भने अर्को कुरा हामीले यो नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूलाई व्यक्तिगत हेरचाह अन्तर्गत प्रत्येक विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा केयर पाउनुपर्छ र अभिभावक पनि त्यही अनुसार हामीले अभिभावकलाई पनि सुसूचित गराउनुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरू यस मर्निङ ग्लोरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने जो पनि विद्यार्थीहरू छन् उनीहरूलाई हामीले विद्यालयमा पुग्ने बित्तिकै र छुट्टी भइसकेपछि विद्यालयभन्दा बाहिर जाँदाखेरि उनीहरूलाई उनीहरूका अभिभावकहरूको मोबाइलमा मेसेज जाने, तपाईँको बच्चा स्कुलभित्र पुगिसक्यो र स्कुलभन्दा बाहिर छुट्टी भएर बाहिर एक्जिट भयो भनेर सूचना पनि हामीले प्रत्येक अभिभावकको मोबाइलमा इन्डिभिजुअल प्रत्येक दिन मेसेज पठाउने त्यो हामीले तयारी गरिरहेका छौँ। भनेपछि तपाईँहरूको भर्ना अभियान विगतको भन्दा अहिले के फरक हुन्छ? एकदमै हामी विगतको भन्दा अहिले शैली चाहिँ कस्तो हुन्छ? शैली हामी विगतको भन्दा अहिले अभिभावकलाई हामीले यस मर्निङ ग्लोरीले दिने सेवाहरू, विद्यार्थीहरूका शिक्षण सिकाइ क्रियाकलापहरू, उनीहरूका सिकाइमा अझै अभिवृद्धि गर्नका लागि उनीहरूका विभिन्न अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गर्नका लागि विद्यालयले गर्न सक्ने विभिन्न जो प्रयासहरू छन् ती प्रयासहरूका बारेमा पनि अभिभावकहरूलाई जानकारी गराउनका लागि हामी घर दैलो गर्छौँ र यो विभिन्न सामाजिक सञ्जालहरू मार्फतबाट अनि फोन सम्पर्कका मार्फतबाट र विभिन्न माध्यमहरूबाट अभिभावकलाई जानकारी गराउने कोसिस गरिरहेका छौँ। योजना चाहिँ तपाईँहरूको चाहिँ योजना लिएर जानुहुन्छ अभिभावकसँग? हामी यी योजनाहरू लिखित रूपमा पनि अभिभावकहरूसम्म लिएर जाने र हामी अभिभावकहरूलाई हाम्रो सम्पर्कमा आउनुभएका अभिभावकहरूलाई पनि हामी यसरी स्कुललाई अगाडि बढाउँदैछौँ र यस मर्निङ ग्लोरी माध्यमिक विद्यालयलाई भविष्यमा पनि हामी कसरी राम्रो गर्न सकिन्छ भनेर अभिभावकसँगै हातेमालो गर्ने र उनीहरूका सल्लाह सुझावहरूलाई पनि हामी लिएर त्यही अनुसार अभिभावकसम्म पुग्ने हामी योजना बनाएका छौँ।
छौँ। भनेपछि तपाईँहरू अभिभावकले पनि के चाहन्छन्, विद्यार्थीले पनि के चाहन्छन् भर्ना गर्दाखेरि त्यो कुरा पनि लिन जानुहुन्छ उहाँहरू के आशा छ, कस्तो निर्णय कस्तो खालको शिक्षा उहाँहरू चाहनुहुन्छ? हो, अभिभावकहरूले कस्तो खालको शिक्षा चाहन्छन् अथवा आफ्नो बालबच्चाको कस्तो किसिमको हेरचाह चाहन्छन्, त्यो हेरचाह अभिभावकबाट पनि उनीहरूको चाहना बुझ्ने र बच्चाले पनि कस्तो शिक्षा चाहन्छ र आफ्नो शिक्षा सँगसँगै अन्य कुराहरू के चाहन्छ बच्चाले, त्यो भावना पनि बुझेर त्यही अनुसार हामी शिक्षण प्रक्रियालाई पनि परिवर्तन गर्ने र अभिभावकका चाहना अनुसारका चाहना र इच्छा के छन् त्यही अनुसार पढाइका कुराहरू र अन्य कुराहरूमा पनि सुधार गर्दै लैजाने भन्ने योजना हामीले बनाइरहेका छौँ। तपाईँले खासै मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले चाहिँ बच्चा यहाँ पढ्छ नि विद्यार्थीहरू, हजुर, त्यसले बनाउन चाहिँ कस्तो खोज्नु भएको, कस्तो शिक्षा दिएर बच्चालाई कस्तो बनाउने चाहिँ चाहनुहुन्छ? हामी सर्वप्रथम त बच्चाहरूलाई संस्कारयुक्त शिक्षा, नैतिकवान बनाउन चाहन्छौँ। हामी विद्यार्थीहरूलाई नैतिकवान बनाउन, उनीहरू हाम्रो यो माटो र यहाँको संस्कृति बुझ्ने र संस्कृतिको सम्मान गर्न सक्ने बच्चा बनाउन चाहन्छौँ। त्यसका लागि हामी उनीहरूलाई संस्कारयुक्त संस्कारका कुराहरू, जो पढाइका पाठ्यक्रमका कुराहरू छन् त्यसका अतिरिक्त कुनै 1-2टा क्लासहरू हामी छुट्टै रूपमा तिनीहरूलाई अन्य नैतिक कक्षाहरू पनि उनीहरूलाई प्रदान गरी उनीहरूलाई त्यही अनुरूप हामी नैतिकताका कुराहरू पनि सिकाउने, जसले गर्दा उनीहरूलाई भोलिको दिनमा विभिन्न ठाउँमा सहजै घुलमिल हुन सक्ने अथवा आदर्शवान बनाउने, नैतिकवान बनाउनका लागि पनि हामी त्यस्तो किसिमको शिक्षा दिन चाहँदैछौँ। कस्तो चाहनुहुन्छ तपाईँ विद्यार्थी त्यस्तो शिक्षा दिनुहुन्छ विद्यार्थी भविष्यमा देशका र राष्ट्रलाई भनौँ न समाज देशका लागि कस्तो विद्यार्थी त्यो चाहिँ बन्छ? तपाईँले पढाएको, तपाईँको विद्यालयमा पढाएको विद्यार्थी चाहिँ यो देशको कस्तो नागरिक बनेको तपाईँहरू देख्न चाहनुहुन्छ? हाम्रो स्पष्ट उद्देश्य छ, सर्वप्रथम त जो बच्चा हामीसँग पुग्छ, जसलाई हामी शिक्षा दिन्छौँ, त्यसले सर्वप्रथम घर राम्रो बनाओस्। घरमा संस्कार सबभन्दा सानो समाज, सबभन्दा सानो क्षेत्र भनेको घर हो। घरमा राम्रो गरेर अभिभावकलाई खुसी बनाउन सकोस्, त्यसपछि समाज र राष्ट्रकै विकासमा पनि उसले योगदान पुर्याओस् भन्ने हिसाबले उसलाई संस्कारयुक्त र भविष्यमा पनि काम लाग्ने विभिन्न उसलाई सिपहरू, उसको प्रतिभा के छ, उसको रुचि केमा छ, त्यही अनुसार उसलाई विकास गर्ने, त्यही किसिमको प्रशिक्षण दिने र जसले गर्दा भोलिको दिन शिक्षा क्षेत्रमा अथवा स्वास्थ्य क्षेत्रमा अथवा खेलकुदका विभिन्न क्षेत्रहरूमा अथवा डिजिटल मार्फतका डिजिटल युगमा पनि जुन ठाउँमा प्रतिस्पर्धा गर्न चाहन्छ त्यसै मार्फत हाम्रो मर्निङ ग्लोरीको विद्यार्थी अब्बल होस् भन्ने हिसाबले हामी त्यही अनुसार तयारी गराउँदैछौँ विद्यार्थीहरूलाई। जस्तो अघि तपाईँले भन्नुभयो नि त अब संस्कारयुक्त शिक्षा दिने भन्नुभयो, यो खासै विद्यार्थीमा संस्कार चाहिँ अलिक कम हुने कि अलिक चाहिँ दिनुपर्ने आवश्यकता चाहिँ कसलाई हो? संस्कार के कारणले विद्यार्थीहरूमा नैतिकता र संस्कारको कुरा अलिक बढी आउँछ शिक्षामा? यो कुरा चाहिँ खासै कसरी के कुराले ग्याप भयो, कमी भयो कि विद्यार्थीहरूमा, विद्यालयहरूमा, विद्यार्थीहरूमा अहिलेको पुस्तकमा चाहिँ? अहिले ग्याप भएको एउटा त अब संस्कारयुक्त भन्नाले अब यसका विभिन्न कारणहरू छन्। अहिले जस्तो एउटा विश्व नै सानो क्षेत्रमा सीमित भयो, बच्चाहरू बढी जसो मोबाइलमा मात्रै सीमित रहने, एकोरो हुने, मोबाइलमा मात्रै उनीहरूको दुनियाँ भनेको मोबाइलमा मात्रै छ। त्यसले गर्दा आमा बुवाका संस्कार के हुन् अथवा घरमा बस्ने बाजे बजेका संस्कार के हुन् अथवा समाजका संस्कार के हुन्, हाम्रो रीतिस्थिति के हो, त्योबाट टाढा रहने अवस्था देखिएको छ। त्यो मोबाइलमा मात्रै एकोरो दुनियाँ भए जस्तो बच्चाहरूका लागि त्यस्तो भएको छ। हामीले बिस्तारै काउन्सिलिङ गरेर परामर्श दिएर अभिभावकहरूलाई पनि परामर्श दिएर भरसक ती मोबाइलहरूबाट अथवा एकोरो दुनियाँबाट तिनीहरूलाई अलग गराएर हाम्रा संस्कार के हुन्, रीतिस्थिति के हुन्, हामीले हाम्रो संस्कृति राम्रो भयो भने हामी अगाडि कसरी बढ्न सक्छौँ, ती कुराहरू हामी सिकाउनका लागि पनि विद्यार्थीहरूलाई त्यो फरक त्यहाँ ग्यापिङ देखियो र त्यो फुलफिल गर्नका लागि हामी कोसिस गरिरहेका छौँ। यो सबै कुरा सिकाउन त विद्यालयमा चाहिँ जस्तो के कसरी छ, जस्तो टिचिङको विधिहरू कसरी सिकाउनु? तपाईँहरू जो पाठ्य पुस्तकमै छ, पाठ्यक्रममै छ, तपाईँहरूको त्यो अनुसार छ कि अरू कुराहरू अतिरिक्त छ, अरू कुराहरू गरेर कसरी चाहिँ सिकाउने हुन्छ बच्चा? अब त्यसका लागि हामी छुट्टै जस्तो संस्कृतिका, धर्मका कुराहरू अथवा अन्य नैतिकताका कुराहरू नैतिकवान बनाउनका लागि पनि हामी विभिन्न समयमा गेस्ट कक्षाहरू शिक्षकहरूले त त्यही अनुसार सिकाउँछन् नै। त्यो बाहेक उनीहरूलाई प्रभावकारी कहिलेकाहीँ बाहिरबाट विज्ञहरू बोलाएर पनि उनीहरूलाई जस्तो नैतिकवान बनाउनका लागि, संस्कारयुक्त शिक्षा दिनका लागि पनि विभिन्न क्षेत्रका मूर्धन्य व्यक्तिहरूलाई बोलाएर पनि उनीहरूलाई गेस्ट कक्षाका रूपमा विद्यार्थीहरूलाई त्यही अनुसार शिक्षण दिने, तालिम दिने अथवा उनीहरूलाई परामर्श दिनका लागि पनि हामीले योजना बनाएका छौँ।
अब तपाईँको स्कुलको यो छ नि अब विद्यार्थी कक्षा पढ्न आउँछ यता कक्षा कोठामा विद्यार्थीलाई तपाईँहरूको पठन पाठनको तौर तरिका शैली चाहिँ के कस्तो छ तपाईँहरू कक्षा कोठा अहिलेको स्पष्ट उद्देश्य के पनि हो भने कक्षा कोठाको 4 दिवालभित्र शिक्षण सीमित हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा पनि छ। अहिलेको आधुनिक शिक्षण योजना पनि त्यो हो। विद्यार्थीलाई कक्षा कोठामा थुनेर मात्रै उनीहरूलाई पढाउनुपर्छ अथवा घोकाउनुपर्छ, रटाउनुपर्छ, उनीहरूलाई जसरी पनि इक्जाममा राम्रो ग्रेड ल्याउनुपर्छ भन्ने सोच चाहिँ अहिले छैन। अहिले हाम्रो सोच के हो भने विद्यार्थीहरूलाई सिकाइका ठाउँमा सिकाइ गर्ने, उनीहरूलाई सिकाउने, सैद्धान्तिक कुराहरू सिकाउने र ती सैद्धान्तिकबाट सिकेका कुराहरू विद्यार्थीले प्र्याक्टिकल गर्न सक्छ कि सक्दैन। जस्तो हामीले अघिल्लो वर्ष विज्ञान प्रदर्शनी आयोजना गऱ्यौँ, त्यसमा विद्यार्थीहरूले जस्तो डाइनोमाका कुराहरू भए, अन्य कुनै केमिकल रिएक्सनका कुराहरू थ्योरीमा त पढे, रियलमा त्यसले कस्तो रिजल्ट देखाउँछ त भनेर गर्नका लागि हामीले प्रदर्शनी नै आयोजना गऱ्यौँ। त्यसमा विद्यार्थीहरूले के सिक्न पायो भने हामीले यहाँ कक्षा कोठामा यसरी पढेका थियौँ, यो रियल फिल्डमा यसको रिजल्ट यस्तो हुँदो रहेछ भनेर त्यो देखाउन पाए। त्यसै गरेर हामीले खाद्य मेला आयोजना गऱ्यौँ। विद्यार्थीहरूले विभिन्न त्यसले गर्दा अघि मैले संस्कृतिका कुराहरू जोडेँ, हाम्रा स्थानीय परिकार के हुन्, हाम्रो रीतिरिवाज अथवा विभिन्न सांस्कृतिक कार्यक्रममा के खानेकुराहरू पाक्छन्, ती कुराहरू पनि विद्यार्थीहरूले प्रत्यक्ष आफै सहभागी भएर त्यहाँ एउटा प्रदर्शनीमा उनीहरूले सिक्ने अवसर पनि पाए। हामी त्यही अनुसार विद्यार्थीलाई जो कक्षा कोठामा सिक्छन् ती सिकेका कुराहरू सम्भव भएसम्म उनीहरूले आफैले गरेर सिकुन् र मैले यो पढाएको थिएँ भनेर सम्झेर उनीहरूले प्र्याक्टिकलमा पनि देखाउन सकुन् भन्ने हिसाबले प्रयोगात्मक शिक्षामा जो घोकन्ते र रटन्ते हो भन्दा पनि अलिकति सैद्धान्तिक सिकाउन, त्यसको त्यसलाई चाहिँ व्यवहारिक सैद्धान्तिक सिकेका कुराहरूलाई व्यवहारिकमा देखाउन सकुन्, त्यो हामीले त्यसरी विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा चाहिँ विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन्छ। त्यतातिर व्यवहारिक जस्तो व्यवहारिकमा पनि एउटा त प्र्याक्टिकल वर्क, ती ल्याबका कुराहरू होलान्, अन्य कुरा होलान्। त्यो बाहेकका जस्तो मठ मन्दिरका बारेमा पढाउँछौँ भने कक्षा कोठामा मन्दिर यस्तो हुन्छ, मन्दिरमा यी कुरा छन्, त्योभन्दा हामी सैद्धान्तिक भयो, फिल्डमै लगेर यो मन्दिर हो, यसको जस्तो अवस्था, यसमा विभिन्न जस्तो मन्दिरको इक्जाम्पल भनौँ, पूजापाठका कुरा होलान्, धार्मिक आस्थाका कुराहरू होलान्, अनि त्यसबाहेक जस्तो हाम्रो अन्य कुराहरू जस्तो पुलकै कुराहरू, पुलका बारेमा कक्षा कोठामा पढाइ हुन्छ भने पुल यो हो। तिनीहरूलाई साना बच्चाहरूलाई त धेरै कुराहरू चित्रमा देखिया हुन्छन्, ती कुराहरूलाई फिल्डमै गऱ्यो भने त्यो पढेको भन्दा देखेको कुरा बढी याद हुन्छ भन्ने हिसाबले पनि हामीले प्रोजेक्ट योजनाको काम गर्ने हिसाबले चाहिँ अगाडि बढेर त्यो खालको शिक्षा चाहिँ दिनुहुन्छ। अरू जस्तो पढाइमा प्रविधिको कुरा तपाईँहरू के छ? पढाइमा प्रविधिको कति प्रयोग छ यो स्कुलमा? पढाइमा प्रविधिको प्रयोग एकदमै आवश्यक पनि छ। त्यो पढाइमा प्रविधिको प्रयोग गर्नु नै पर्छ। हामीले पढाइमा अहिले प्रविधिको प्रयोग अन्तर्गत जस्तो अहिले हामीले यस मर्निङ ग्लोरी माध्यमिक विद्यालयमा विभिन्न तहमा विद्यार्थीहरूलाई विभिन्न आवश्यक पर्ने कुराहरू प्रोजेक्टरका मार्फतबाट स्मार्ट बोर्ड जडान गरेका छौँ। स्मार्ट बोर्डमा अनि साना बालबालिकाका लागि जस्तो टिभी स्क्रिनहरू लगाएर उनीहरूलाई विभिन्न किसिमका भिडियोहरू अथवा विभिन्न कुराहरू देखाएर पनि हामीले त्यो प्रविधिहरू चाहिँ प्रत्यक्ष रूपमा जोडेका छौँ। र नयाँ शैक्षिक सत्रमा पनि हामीले जस्तो मैले अघि एपका कुराहरू गरेँ, एपमा विद्यार्थीहरूले अघिल्लो सिकाइका लागि पनि पछि आउने दिनहरूमा पनि मैले अगाडि मेरो टिचरले के पढाएको थियो भनेर त्यही एपबाट टिचरले पढाएको भिडियोहरू डाउनलोड गरेर पनि उसले सिक्न सक्छ। ती कुराहरू प्रविधिसँगै जोड्दैछौँ हामीले। अनि यो त अब पढाइमा प्रविधि त मिसाउनु त अहिले बाध्यतै भइसक्यो त, नगरे बाध्यतै भइसक्यो। अहिले त नगऱ्यो भने त्यो दुनियाँ त्यस्तो भइसक्यो अहिले, जसमा प्रविधि जोड्न नसक्यो भने उसले सिकेका कुराहरू व्यवहारमा काहीँ प्रतिस्पर्धा गर्न सक्दैन। त्यही भएर अनिवार्य रूपमा प्रविधि चाहिँ प्रयोग गर्नै पर्छ। त्यही हिसाबले हामीले यो विद्यालयलाई पनि प्रविधि मैत्री र प्रविधि सँगसँगै विद्यार्थीहरूलाई पनि लैजाने भनेर हामीले यो प्रविधि तपाईँको स्कुलले चाहिँ प्रविधिलाई प्राथमिकता कति दिएको छ? त्यसो भए प्राथमिकता हामीले सबभन्दा ठुलो प्राथमिकतै प्रविधिमा दिएका छौँ। प्रविधिमा एउटा त सिकाइ, टिचरले अब पहिलाको जस्तो टिचरले घोकाउने, पढाउने, रटाउने भन्दा पनि प्रविधिमा विद्यार्थीहरूले आफैले खोज्न सिक्छ। आफैले जस्तो एकै कुराका, एकै प्रश्नका पनि विभिन्न थरीका उत्तरहरू प्राप्त गर्छ भने त्यसले प्रविधिबाट विद्यार्थीहरूको सिकाइ क्षमता पनि अलिक बढ्छ त्यसले। त्यही भएर हामीले विद्यार्थीलाई अधिकांश कुराहरू खोज्ने कुराहरू भए हामीले कहिलेकाहीँ खोज्न पनि लगाउँछौँ विद्यार्थीहरूलाई खोज्ने कुराहरू। अनि त्यसपछि जस्तो पढाएका कुराहरू भिडियो मार्फत देखाउने, एकै टिचरले पढाएका कुरा पनि विभिन्न कोणहरूबाट उनीहरूलाई विभिन्न
जस्तो उदाहरणहरू दिएर सम्झाइदिने त्यो काम पनि प्रविधि मार्फत हामीले गरिरहेका छौँ विद्यार्थीहरूका लागि। पढाइको त एउटा पार्ट हो स्कुलमा, त्यसपछि एउटा स्कुलसित अतिरिक्त क्रियाकलाप भन्छ तपाईँको अरू कुराहरू पढाइ बाहेकको कुराहरू त्यो चाहिँ यो स्कुलले कसरी चाहिँ अतिरिक्त क्रियाकलापमा पनि हामीले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई विभिन्न क्षमताका विद्यार्थीहरू यस विद्यालयमा भर्ना हुन आउँछन्, विभिन्न रुचि भएका विद्यार्थीहरू यस विद्यालयमा भर्ना हुन आउँछन्। तिनीहरूलाई प्रत्येकको रुचि अनुसार हामीले जस्तो खेल शिक्षकको पनि यहाँ हामीले छुट्टै खेल शिक्षकलाई नियुक्ति दिएका छौँ, जसले विद्यार्थीहरूलाई जुन खेलमा रुचि छ त्यसको तालिमहरू प्रदान गर्ने र कञ्चनपुर जिल्लाभरिमा आयोजना के छ तपाईँ खेल मैदानको छ अनि खेल शिक्षक छ अनि के खेलहरू हामीले खेलहरू तपाईँले चाहिँ यहाँ खेलाउनुहुन्छ? क्रिकेट भयो, फुटबल भयो, भलिबल, अनि त्यसपछि एथलेटिक्सका तर्फका सम्पूर्ण गेमहरू भए, अनि त्यसपछि यो कराते, तेक्वान्दो पनि अहिले भर्खरै प्रशिक्षण निःशुल्क रूपमा विद्यार्थीहरूलाई तेक्वान्दोको तालिम दिइरहेका छौँ। अहिले हामीले अहिले भर्खरै सुरु गरेका छौँ। अब आगामी दिनमा हामीले कराते अनि ब्याडमिन्टन यिनीहरू पनि हामीले छुट्टै विद्यार्थीहरूलाई तालिम दिने र जसले गर्दा खेलतिर रुचि भएका विद्यार्थीहरू पनि खेल मार्फतबाटै अगाडि बढ्न सकुन् र राष्ट्रको एउटा नाम र विकासमा पनि खेल मार्फतबाट पनि चिनाउन् भन्ने हिसाबले हामीले खेलमा पनि लगानी गरेका छौँ। योभन्दा अघिल्लो शैक्षिक सत्रमा पनि हामीले जस्तो मार्च पासमा हामी भीमदत्त नगरपालिकामा प्रथम स्थान हासिल गरेको मोर्निङ ग्लोरी माध्यमिक विद्यालय राष्ट्रपति रनिङ त्यहीबाट मैले त्यहाँबाट अब रनिङ फिल्डमा हामीले त्यसका लागि मैले जोड्न खोजेको कुरा के हो भने हामीले त्यो मार्च पासका लागि पनि छुट्टै प्रशिक्षक बोलाएर तालिम दिए। त्यसपछि अनि जस्तो साना ठुला विभिन्न विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताहरू, फुटबल प्रतियोगिताहरू, भलिबल प्रतियोगिताहरूमा पनि हामीले प्रत्येक जति पनि हाम्रो विद्यालयमा जानकारीमा आउँछन् सबैमा विद्यार्थीहरूलाई सहभागी गराएका छौँ। सम्पूर्ण खेलकुद प्रतियोगिताहरूमा जस्तो हामीले धनगढीसम्मका लिगहरू खेलाएका छौँ। योभन्दा अगाडि धनगढीबाट पनि हाम्रो विद्यार्थीहरू एउटा फुटबल लिग खेलेर आछन्। हामीले जति पनि हुन्छन् गेमहरूमा विद्यार्थीहरूलाई जति लिगहरू हुन्छन्, जति गेमहरू टुर्नामेन्टहरू आयोजना हुन्छन्, ती सबैमा यस मोर्निङ ग्लोरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई हामीले सहभागी गराएका छौँ। र आगामी शैक्षिक सत्रमा पनि हामीले दुईवटा योजना मैले खेलसँग र बौद्धिक कुराहरू जोड्नका लागि एउटा त जिल्ला स्तरीय हाजिर जवाब प्रतियोगिता हामीले अघिल्लो वर्ष पनि सफलतापूर्वक सम्पन्न गरेका हौँ, जसमा जिल्लाभरिका विद्यालयहरूको उल्लेख्य सहभागिता थियो भने अब नयाँ शैक्षिक सत्रमा पनि हामीले एउटा T20 क्रिकेट प्रतियोगिता यसै मोर्निङ ग्लोरी माध्यमिक विद्यालयले आफैले आयोजना गर्छ। आयोजक भनेको मोर्निङ ग्लोरी माध्यमिक विद्यालय हुन्छ। यसले हामी जिल्लाभरिको जिल्ला स्तरीय T20 क्रिकेट प्रतियोगिता सञ्चालन गर्नका लागि पनि हामीले सेड्युल बनाएका छौँ र त्यो हामी सञ्चालन गर्छौँ। र त्यो गत वर्ष भएको जिल्ला स्तरीय हाजिर जवाब प्रतियोगितालाई पनि हामी निरन्तरता दिने र बिस्तारै विद्यार्थीहरूको मनोभावना अनुसार फुटबलका, कबड्डीका भए, भलिबलका पनि हामी आयोजक बनेर हामी यो टुर्नामेन्टहरू आयोजना गर्ने सोचमा छौँ। खेलकुदलाई प्राथमिकता अगाडि बढाउनुहुन्छ। हजुर, जस्तो खेलकुद बाहेक अरू अतिरिक्त तपाईँहरू के गर्नुहुन्छ? तपाईँहरू खेलकुद बाहेकका अतिरिक्त क्रियाकलापहरूमा जस्तो विद्यार्थीहरूलाई हामी विभिन्न जस्तो कविता प्रतियोगिताहरू, नाटकहरू, अनि त्यसपछि विभिन्न बौद्धिक गेमहरूमा पनि विद्यार्थीहरूलाई हामीले लगाएका छौँ। जस्तो विद्यालयको तपाईँहरूको चाहिँ यसो हेर्दाखेरि तपाईँसित भौतिक पूर्वाधार छ नि? हजुर, भवन त पक्कै छ, ठुलो भवन छ तपाईँसित। यो अलिअलि भौतिक पूर्वाधार के हो तपाईँहरूको विद्यालयमा चाहिँ स्थिति? भौतिक पूर्वाधारको हामीले पर्याप्त भौतिक सामग्रीहरू हामीसँग पर्याप्त मात्रामा छन्। सुविधा सम्पन्न भौतिक सामग्रीहरू रहेका छन्। जस्तो हामीले नर्सरीदेखि 3 कक्षासम्म अहिले बच्चाहरूलाई गर्मीमा पनि हैरानी हुने र चिसोमा पनि हैरानी हुने हुनाले हामीले एसी जडान गरेका छौँ। नर्सरीदेखि 3 कक्षाका बच्चाहरू सबै एसीमै बस्छन्। अहिले एसी रुममै बसेर पठन पाठन गर्छन् भने अहिले हामी यो वर्ष माथिल्लो कक्षाहरूमा पनि बिस्तारै एसीहरू जडान गर्ने र जसले गर्दा विद्यार्थीहरूलाई मौसमले पढाइमा प्रभाव नपारोस् भन्ने हिसाबले पनि हामीले त्यो कार्य गरिरहेका छौँ। भने भौतिक सम्पत्तिमा हामीले विद्यार्थीहरूलाई बस्नका लागि कक्षा कोठाहरू आधुनिक, विभिन्न बस्ने बेन्च डेस्क लगायतका सम्पूर्ण भौतिक सुविधाहरू जति छन् हामीले पर्याप्त आधुनिक एवं विद्यार्थी मैत्री भौतिक सम्पत्तिहरू हामीले जम्मै व्यवस्था गरेका छौँ। यो सबै गर्दाखेरि तपाईँहरूको जब अभिभावकमाथि शुल्क त बढ्छ होला नि, तपाईँहरूले यो अभिभावकले थप जस्तो एसीमा बसेर बच्चाले थप शुल्क तिर्नुपर्छ या तपाईँहरूले भीमदत्तले तोकेका संस्थागत विद्यालयको शुल्क एउटा निर्धारण गरेको तपाईँहरूको सायद तपाईँहरूको शुल्क खबरमा राखेको छ, त्यो वर्गीकृत छ, त्यो भित्र हुन्छ कि तपाईँले त्योभन्दा बढी एसी जडान अरू कुरा गर्दाखेरि थप शुल्क लिने अभिभावकबाट त्यस्तो हुन्छ? हो, यो महत्त्वपूर्ण कुरा पनि हो। हामीले वर्षसम्म हामीले यो सोच के पनि बनाएका छौँ भने यो विद्यार्थीलाई बढी विद्यालयलाई नाफामूलक भन्दा पनि सेवामूलक पनि बनाउनुपर्छ। किन
किन नबनाउने त सेवामूलक। त्यस अन्तर्गत हामीले जस्तो तपाईँले भन्नुभयो ख वर्ग अन्तर्गत हामीले भीमदत्त नगरपालिकाले तोकेको शुल्कभन्दा कम शुल्क निर्धारण गरेका छौँ, त्योभन्दा बढी छैन, त्यति पनि छैन, त्योभन्दा कम शुल्क निर्धारण गरेका छौँ। र जस्तो अहिले नयाँ भर्ना हुन आउने विद्यार्थीलाई हामी निःशुल्क रूपमा विद्यालयको लगानीमा पाठ्यपुस्तक उपलब्ध गराउँदैछौँ। अनि नर्सरी एलकेजी युकेजीमा यहीँ अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि 50% छुटमा हामी पुस्तकहरू उपलब्ध गराइरहेका छौँ। छ नि भर्ना पनि छ। अब कक्षा नयाँ आउनेको त भर्ना शुल्कै लिनुपर्छ भन्ने छ, तर पुरानोको पनि भर्ना लिने भनेर गुनासो सुनिन्छ कि पुरानोलाई हामीले भर्ना शुल्क लिँदैनौँ हामी पुरानोलाई पनि। अब त्यसमा वार्षिक शुल्क भनेर केही शुल्कहरू जस्तो ल्याबको कुरा भयो होइन, अनि वार्षिकोत्सवका अनि प्रोजेक्ट वर्कका लागि थोरै शुल्कहरू राखिएको हुन्छ, भर्ना शुल्क भनेर हामी लिँदैनौँ। विद्यार्थीलाई त्यस्तो सुविधा छ तपाईँहरूको छुट दिने, अलि चाहिँ कमजोर अवस्था भएको, गरिब भएको, पढ्न नसक्ने त्यस्ता विद्यार्थीको लागि तपाईँहरूको स्कुलले के गर्छ होला? हो, तपाईँको मिडिया मार्फत पनि म सम्पूर्ण आदरणीय अभिभावकजीहरूलाई के जानकारी गराउन चाहन्छु भने जो यस विद्यालयमा भर्ना हुन इच्छुक छन्, पढ्न चाहन्छन् तर आर्थिक अवस्था कमजोर छ भने त्यस्ता आर्थिक कमजोर भएका विद्यार्थीहरूलाई हामी यस विद्यालयमा छात्रवृत्ति अवस्था हेरेर कति प्रतिशत हुन्छ अथवा पूर्ण निःशुल्क गर्नुपर्ने हो कि कति प्रतिशत छात्रवृत्ति दिनुपर्छ हामी दिन तयार छौँ। अहिलेसम्म आउँछ कि आउँदैन त्यस्तो? अहिलेसम्म पनि छात्रवृत्ति मोर्निङ ग्लोरी विद्यालयले दिएको छ। हामी आगामी शैक्षिक सत्रमा अझै बढी, किनकि यो विद्यालय भनेको हुने खाने पहुँच भएको मात्रै होइन, एउटा निम्न वर्ग जो पढाइमा पनि अब्बल छन्, जेनदार बच्चाहरू छन्, उनीहरूले पनि जस्तो पढ्ने इच्छा राख्छन् तर आर्थिक अवस्थाले रोकिनु हुँदैन भन्ने हामी सबैको उद्देश्य पनि छ। त्यही भएर हामी यो म मिडिया मार्फत पनि आदरणीय अभिभावकजीहरूलाई तपाईँहरूको छरछिमेकमा गाउँमा पनि कोही गरिब जेनदार विद्यार्थीहरू छन्, पढाइमा अब्बल छन्, राम्रो बच्चाहरू छन्, फीका कारणले रोकिरहेका छन् भने उनीहरूलाई मोर्निङ ग्लोरी माध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँछ। जस्तो तपाईँहरूको चाहिँ अब स्कुलको चाहिँ अलि रिजल्टतिर जाउँ। हजुर, भर्खरै भीमदत्त नगरपालिका स्तरीय कक्षा 8को पनि परीक्षा पब्लिस भएको छ। तपाईँहरूको त्यो रिजल्ट चाहिँ कस्तो छ? नतिजा चाहिँ 8 के भनौँ न, बोर्डको नतिजा हामीले जति कस्तो आएको छ नतिजा? हामीले अहिले हाम्रो कक्षा 8मा चाहिँ लगभग यस विद्यालयमा पढ्ने विद्यार्थीहरूमध्ये 90% विद्यार्थीहरू पास उत्तीर्ण भएका छन्। विद्यार्थीहरू हामीले जो सिकाएका छौँ विद्यार्थीहरूलाई, जे कुराहरू हामीले जसरी तयारी गरेका छौँ विद्यार्थीहरूले त्यसको नतिजा दिएका छन्। त्यो तपाईँहरूलाई चाहिँ यो नतिजा अपेक्षित नतिजा हो? एकदम अपेक्षित नतिजा छ। हामीले विद्यार्थीलाई जुन अनुसार तयारी गराइरहेका छौँ अझै पनि आगामी शैक्षिक सत्रमा पनि जस्तो विशेष गरी बोर्ड इक्जाम हुने, बोर्डका कुराहरू जो बोर्ड इक्जाम हुन्छन् कक्षा 8-10 का बच्चाहरूलाई त हामी बिहानदेखि साँझसम्म डे बोर्डर्स गरेर नै विद्यालयमा पढाइका अतिरिक्त विभिन्न अझै उनीहरूलाई शिक्षककै केयरमा राखेर दिनभरि नै पढाउने योजना बनाएको। अरूको कुरा तपाईँको शैक्षिक नतिजाको अरू कुरा गर्दाखेरि एसई नतिजा र कक्षा 12 हो। हजुर, यो चाहिँ कस्तो नतिजा तपाईँहरू? एसई नतिजा पनि हाम्रो अपेक्षित नतिजा, हाम्रो अघिल्लो वर्ष पनि हाम्रो 100% नतिजा नै हो। एसईमा कक्षा 12मा पनि हाम्रो लगभग हामीसँग 75% विद्यार्थीहरू उत्तीर्ण भएका थिए अघिल्लो शैक्षिक सत्रमा। जसबाट पनि उत्तीर्ण भएका विद्यार्थीमा पनि धेरै विद्यार्थीहरू जस्तो हामीले 3 जना कक्षा 12को कुरा गरौँ, कक्षा 12मा 75% नतिजा आइसकेपछि ती उत्तीर्ण भएका विद्यार्थीमध्ये 3 जनाले त एमबिबिएसमै नाम निकालेका छन्, जसमध्ये 2 जनाले पूर्ण छात्रवृत्ति र 1 जनाले पेइङमा पढिरहेका छन् भने त्यसमा पहिलोपटक हो तपाईँहरूको यसअगाडि पनि विद्यार्थीले पढेको विद्यार्थीले छात्रवृत्तिमा प्रत्येक वर्ष हाम्रो लगभग 2 जना 3 जनाले एमबिबिएस तर्फ नाम निकालेकै छन् प्रत्येक वर्ष। इन्जिनियरिङ तर्फ त प्रत्येक वर्ष हाम्रो लगभग 20 जनाभन्दा बढीले नाम निकाल्छन्। त्यसै गरेर जस्तो स्वास्थ्यका अन्य बिएमएलटीतिर, बिएससी नर्सिङतिर, अनि इन्जिनियरिङतिरकै विभिन्न इन्जिनियरिङका जस्तो सिभिलतिर, आर्किटेक्टतिर भए अन्य विधामा पनि विभिन्न विद्यार्थीहरूले नाम निकालेकै छन् प्रत्येक वर्ष। त्यसैले तपाईँको यहाँ पढेको विद्यार्थीहरू देशको चाहिँ विभिन्न ठाउँमा पेसा व्यवसायमा छन् आबद्ध छन्। एकदमै विभिन्न पेसा व्यवसायमा कतिजना त्यो इन्जिनियरिङमा, चिकित्सा, सरकारको निजामती सेक्टरमा, सेक्युरिटी, सुरक्षा, हाम्रो चिकित्सा क्षेत्रमा लगभग 20 जनाभन्दा बढी त एमबिबिएस अहिले पढिरहेका र पढिसकेका विद्यार्थीहरू 20 जनाभन्दा बढी त एमबिबिएस उत्पादन भएका छन् भने 6 जनाभन्दा बढी इन्जिनियरहरू पनि उत्पादन भइसकेका छन्। त्यस्तै गरेर वित्तीय संस्थाहरूमा अनि अन्य सरकारी निजामती सेवातिर पनि यस विद्यालयबाट कक्षा 12 उत्तीर्ण गरेका विद्यार्थीहरू कुनै न कुनै संस्थानहरू अथवा सरकारी सेवामा पुगेकै छन्। यो त तपाईँहरूलाई चाहिँ यो अपेक्षित हो। अपेक्षित हो। राष्ट्रको सेवा गर्ने ठाउँमा तपाईँले पुगाउनु एकदमै राष्ट्रको सेवा पनि, ऊ राष्ट्रका गहना पनि हुन् र यस मोर्निङ ग्लोरी माध्यमिक विद्यालयले पनि
विद्यालय परिवारले पनि आफूलाई गौरव ठानेको छ। ती विद्यार्थीहरूले विभिन्न क्षेत्रमा जुनसुकै क्षेत्रमा गए पनि हामी मोर्निङ ग्लोरीको विद्यार्थी हौँ, हामी अहिले यो काम गर्दैछौँ भन्ने चाहिँ देखिरहेकै छ। यो सफलता छ नि तपाईँहरूको, जति तपाईँको अपेक्षित चाहिँ नतिजा छ, अपेक्षित विद्यालयको प्रगति छ होइन, तपाईँहरूको चाहिँ पूर्वाधारमा पठन पाठनमा विद्यार्थी सङ्ख्या सबैमा, यो चाहिँ तपाईँहरूको के कारण यस्तो भयो? तपाईँहरूको टिमवर्क के कारण यो विद्यालय सोचेको जस्तो विद्यालय भनेको टिमवर्क नै हो। यसमा हाम्रा शिक्षक शिक्षिकाहरूले अहोरात्र एकदमै मेहनत खटिएर काम गर्नुहुन्छ। सिङ्गो टिमले यति उत्कृष्ट टिम छ मोर्निङ ग्लोरी माध्यमिक विद्यालयमा, पढाउनमा पनि उनीहरू अब्बल छन्। उनीहरू माथिल्लो योग्यता भएका शिक्षक मात्रै हामीले राखेका छौँ, जुन मापदण्ड छ त्यही अनुसारका शिक्षकहरू छन् र उनीहरूले विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा काउन्सिलिङ गर्ने, व्यक्तिगत कुनै विद्यार्थीहरूले केही पढाएको कुरा बुझ्दैन भने उसलाई इन्डिभिजुअल रूपमा पनि सिकाइदिने, एकदमै राम्रो टिमवर्क गरेर शिक्षकहरूको सिङ्गो टिम एकदमै राम्रो टिम भएकोले यो सफलता हासिल भएको। अझ चाहिँ सफलता अगाडि बढाउनलाई यो शैक्षिक सत्रमा पनि तपाईँहरूले के योजनाहरू अगाडि सारेर अभिभावकसम्म जाँदै हुनुहुन्छ, विद्यार्थीको भर्ना अभियान अगाडि बढाउँदै हुनुहुन्छ? हजुर, हामीले अघिल्ला सफलताहरूलाई पनि हामीसँग छँदैछन्। आगामी शैक्षिक सत्रमा पनि हामी विद्यार्थीहरूलाई सिकाइका अतिरिक्त अन्य सबै कुरा बहुप्रतिभा विद्यार्थीहरूलाई बहुपक्षीय उनीहरूको विकास गर्नका लागि पनि मोर्निङ ग्लोरी माध्यमिक विद्यालय सधैँ तयार छ। त्यही मेसेज लगेर हामी अभिभावकसम्म पुग्दैछौँ र हामी अभिभावकलाई त्यही कुराहरू गरेर हामी मोर्निङ ग्लोरी माध्यमिक विद्यालयमा भर्ना हुन आउनुहोला अथवा एकपटक भिजिट गर्नुहोस्। यहाँका विभिन्न भौतिक सुविधाहरू भए, अनि शिक्षक शिक्षिकाहरूको टिम भयो, अथवा विद्यालयले अगाडि सारेका योजनाहरू पनि एकपटक हामीलाई विद्यालयसम्म भिजिट गरेर ती सेवा सुविधाहरू हामीले गर्न खोजेको कामहरूका बारेमा पनि जानकारी लिनका लागि तपाईँको मिडिया मार्फत म आग्रह गर्न चाहन्छु। धन्यवाद, समय दिनुभयो। एकदमै धन्यवाद। हजुरलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र हजुरको मिडिया मार्फत पनि सम्पूर्ण आदरणीय अभिभावकजीहरूमा एकपटक मोर्निङ ग्लोरीलाई भिजिट गरिदिनु होला भनेर आग्रह गर्न चाहन्छु। नमस्कार।